सन् 2025 मा विश्वका शीर्ष 2% वैज्ञानिकहरूको सूचीमा चाहिँ 31 जना नेपाली परेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेष गरिकन शिक्षाध्यक्ष पनि मुटु र मृगौला रोगका विशेषज्ञ पनि प्राध्यापक डाक्टर सञ्जीव शर्मा पनि त्यहाँ पर्नुभयो भनिसकेपछि त्यसले हामी सबैलाई खुसी तुल्यायो। हरेक विधा मध्ये 2% हायर लेभलको भन्यो। यो चाहिँ तपाईको कृषिजन्य, एन्भाइरोन्मेन्ट जन्य, फिजिक्स, केमिस्ट्री, स्पेस सबै जति पनि चिज छ सबै मध्ये हो। डाक्टरी मध्ये चाहिँ त्यो 2% मा डाक्टरबाट को परेको नेपालमा भन्ने कुरा हो। खुसीको कुरा के छ भने दुवैजना बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग जोडिएका छौँ। एकजना मेरो सिनियर प्रोफेसर सुमन रिजाल जो अहिले चाहिँ दिल्लीमा हुनुहुन्छ WHO CROमा। उहाँले चाहिँ कालाजार सम्बन्धी अध्ययन अनुसन्धान गरेर सुरु गरेको मैले भनौँ या मेरो टोलीले भनौँ प्रतिष्ठानले सुरु गरेको चिज चाहिँ सर्प। हामीले MBBS MD पढ्दा सर्पदंशको बिरामी देखेकै होइन, किनभने सहरमा हुन्छ मेडिकल कलेजहरू, बिपीको अलिक बरु जङ्गलमै छ। अनि सहरमा त सर्पदंश हुँदैन अनि देख्ने कुरा पनि भएन। 80% लोग्ने मान्छे, मुटुको धमनी, रगतको धमनी बन्द भएर मुटु बिग्रिने मुख्य कारण। तर हामीले गरेको अनुसन्धानले, हामी 40वटा देशमा गरेको अनुसन्धानले के देखाएको छ भन्दा होइन, हामी कहाँमा त उच्च रक्तचाप, डायलेटेड कार्डियोमायोपैथी, हात मुटु रोग भन्नेको प्रमुख कारण हो। रगतको नसा बन्द भएर हुने त 20% मात्रै रहेछ भनेपछि त्यहाँ अध्ययन अनुसन्धान भएको चिज हामी कहाँ लागु हुन्छ कि हुँदैन भन्ने क्वेसन आउँछ र हामीले त्यसलाई एउटा दिशा अहिले दिएको छ। त्यस्तै अर्को तपाईँहरूले हल गर्नु थाहा छ पक्षघात भन्ने छ। पक्षघातका दुईवटा मुख्य कारण हुन्छन्, एउटा उच्च रक्तचाप, अर्को मुटुको चाल बिग्रेर। बातमुटु रोगले चाल बिग्रेर पक्षाघात हुने रोगलाई रोक्नलाई कुन औषधि भन्ने पनि थाहा छैन। रगत पातलो पार्ने औषधि इन्भिक्टस भन्ने हामीले रिसर्च गरेर पत्तो लगायौँ कि यो त हामीले चलाउने साधारण औषधि वार्फरिन भन्ने औषधि नै उत्तम रहेछ भन्ने पत्तो लाग्यो। त्यसको फेरि अब त्यो विश्वव्यापी त्यसको उपचार पद्धतिको गाइडलाइन चेन्ज भयो। 3टा विधा सर्प, मुटु रोग र मृगौला रोग हो र यिनै 3टा रोगमा बसेर करिब 20 वर्ष भयो होइन। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छातामुनि बसेर हामी काम गर्दैछौँ। यो एक्लै हुने कामै होइन, यसमा हाम्रो ठुलो टोली हुन्छ। गाडी चल्दा ड्राइभर देखे जस्तो मात्रै हो, त्यो गाडी बनाउनेदेखि लिएर है त्यसलाई मेन्टेन गर्नेदेखि लिएर ठुलो एउटा वर्क फोर्स हुन्छ। त्यस्तै यसमा जस्तै अहिले मैले भने आर्टिफिसियल इन्टेलिजेन्सहरूसँग आइडेन्टिफिकेसनमा डाक्टर सिद्धार्थ आफै हुनुहुन्छ एकजना यहाँ, त्यस्तो ठुलो टोली हुन्छ र हामीले एउटा टोली र त्यो समग्र टोलीको म चाहिँ लिड गर्ने भएकोले मेरो नाम आएको हो। तर के अरे यसको श्रेय चाहिँ सम्पूर्ण टोलीलाई, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जसले मलाई थपेको, जाने जनतालाई, पूर्वाञ्चलका जनतालाई जसले मलाई माया गरेर बिपीमा राख्यो। त्यही भएर मेरो कुरो चाहिँ यो चाहिँ कसरी हुन्छ भन्ने चाहिँ सायद पत्र पत्रिकामा पढिसक्नु भएको छ। यसको सिस्टम हुन्छ। जस्तै मैले आज यहाँलाई एउटा अर्को भन्छु, हाम्रो एउटा न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन भन्ने हुन्छ। त्यो चाहिँ विश्वमा त्यो जर्नल भनेको चाहिँ त्यसमा प्रकाशन भएको चिज चाहिँ लागु हुन्छ कि। जर्नल त धेरै हुन्छ, तपाईँहरूले अब कसैले यति पब्लिस गरेँ उति पब्लिस गरेँ भन्छ नि, तर त्यसभन्दा पनि कुनमा पब्लिस गर्नु पऱ्यो, तपाईँले गरेको कामको इम्प्याक्ट चाहिँ अरू कति हो भन्ने इभ्यालुएसन गर्छ। त्यसलाई हामी इम्प्याक्ट फ्याक्टर पनि भन्छौँ। जस्तै तपाईँलाई गर्दाखेरि यसको भाउ कति, यसको भाउ कति, यसको भाउ कति भन्ने जस्तो। अब यसको यो एउटा किन्ने भने यी कतिवटा किन्ने जति हुन्छ। त्यस्तै न्यु इङ्ल्यान्ड जर्नल भनेको चाहिँ हाई इम्प्याक्ट
दिने छैन। हामीले 2030मा एउटा के प्रकाशन गऱ्यौँ भने ग्लोबल कार्डियोभास्कुलर रिस्क कन्सोर्सियम भन्छ, विश्वव्यापी मुटु रोगको जोखिम के हो त भन्ने पत्तो लगाएर सरसर्ती सुन्दा त मुटु रोग लाग्ने भने चुरोट खाने, प्रेसर, सुगर यिनै हो, मोटोपन भन्ने छ। तर तिनीहरूले चाहिँ कुन चाहिँले कति चाहिँ एफेक्ट गर्छ भन्ने कुरा थाहा छैन। त्यसमा के देखियो भने त 5वटा चिज चाहिँ आधीभन्दा बढी मुटु रोगको लागि जोखिम छ। त्यसमा प्रेसर चाहिँ 1 नम्बर हो, चुरोट खानु हुँदैन हो भन्ने आएपछि त्यो 2023मा हामीले पब्लिस गरेका थियौँ। अनि त्यो चाहिँ त्यसो गऱ्यो भने फाइदा चाहिँ के त साँच्चै फाइदा हुन्छ कि हुँदैन भने 2025मा फेरि त्यसको कन्टिन्युटी पब्लिस गरेर त्यही गर्ने र कम्युनिटीमा भएको मानिसहरूलाई कसरी रोगबाट सुरक्षित राख्ने भन्ने पद्धति एउटाको सुरुवात भएको छ। र यस्तै काम कुरोहरू हामीले गरेको हुनाले तीनहरू वैज्ञानिकहरूमध्ये जसले चाहिँ सबैभन्दा बढी इम्प्याक्ट गर्यो, अब इन्भाइरोन्मेन्टमा गर्नेले इन्भाइरोन्मेन्टमा गयो होला होइन, फिजिक्समा गर्नेले फिजिक्समा गयो होला, त्यस्तै मेडिसिनमा चाहिँ हामीले गरेको इम्प्याक्टले रिसर्चले के इम्प्याक्ट गर्यो त भन्ने कुरा हेरेर अनि त्यसमध्येबाट चाहिँ एउटा प्रविधि हुन्छ, स्ट्यानफोर्ड युनिभर्सिटी तथा एल्जेभर्स भन्ने हुन्छ एउटा पब्लिकेसन हो, उनीहरू मिलेर गर्छ, विश्वव्यापी गर्छ उनीहरूले। त्यही भएर उनीहरूले पूर्ण रूपले तथ्याङ्क बेस हुन्छ अनि साइन्टिफिक तरिकाले चाहिँ गरेको। र मैले यति मात्रै म युके युएसएको डक्टरहरूसँग कल लाग्छ, उनीहरू नेपाल आउन चाहिरहेको छ, विज्ञहरू नेपाल आउने, युगममा जाने, उपचार पद्धति के गर्न सकिन्छ भन्ने एउटा कुरा छ। र पहिला कुरा त सबै तनावको भएर हामीलाई हेर्ने भयो, एउटा त्यो भयो। दोस्रो कुरो देशको नाम पहिला त आउनु नै भयो। तेस्रो सबैभन्दा मूल्यवान चाहिँ मलाई लाग्छ हाम्रो यङ जेनेरेसनहरूलाई यसो गऱ्यो भने त हुँदो रहेछ नि त, बिपी खत्तम भन्दा त होइन नि त, बिपी त ठिकै रहेछ त भन्ने मेसेज पनि जान्छ। अनि दुवैजना बिपीकै हुनुमा त बिपीको देन होला नि त, नभए अन्तको पनि हुन्थ्यो होला नि त। नेपालको दुवैजना डाक्टरीमा पढेका छन्, त्यो दुवैजना त बिपीका छन् नि त भन्ने हिसाबले पनि एउटा आशा जगाउँछ र बिपीलाई केन्द्रबिन्दुमा राख्छ भन्ने चाहिँ अब हाम्रो आशा। त्यस्तै शरीरको पनि रोगबाट मुक्त हुन लगानी गर्न सक्नु पऱ्यो हामीले स्वस्थ जीवनशैली अपनाएर। अनि मधुमेह, उच्च रक्तचाप हुँदैन। इभन आमा बुवालाई भएको, सुगर भएको मानिसलाई छोराछोरीलाई हुन्छ भन्ने छ नि त, त्यो पनि रोकिन्छ भनेर वैज्ञानिक आधार छ। तर त्यसको लागि 15 वर्ष लगातार एक्सर्साइज गर्नु पऱ्यो। एक्सर्साइज भने ठुलो कुरो जिम जानु पर्दैन, तपाईँ 1 घन्टा हिँडिदिनुहोस् न, दिनदिन पुगिहाल्यो। आधी घन्टा भन्छन् तर म त 1 घन्टा भन्छु, 1 घन्टा जागिर भन्ने कुरा डेली है। त्यहाँ पछाडि रह्यो सुगर भयो, त्यसमा पनि जीवनशैलीको रोल रह्यो कन्ट्रोल गर्नलाई। एउटा लाइफस्टाइल मेडिसिन भन्ने छ जसको चाहिँ मैले धेरै वर्ष नेपाललाई रिप्रेजेन्ट गराएको थिएँ, धेरै काम गरेँ मैले वर्ष। त्यसमा चाहिँ के छ भने जस्तै अहिलेको सिएमसी भेलोरमा पनि छ एउटा क्लिनिक। तपाईँ सुगरको औषधि खान चाहनुहुन्न, प्रेसरको औषधि खान चाहनुहुन्न भने हामीलाई सम्पर्क गर्नु। त्यसको अर्थ के हो भने रोग लागे पनि तपाईँले स्वस्थ जीवन प्रणालीलाई, खानपिनलाई ख्याल गर्नुभयो भने धेरै रोगहरू नियन्त्रण निको भयो जस्तो हुन्छ। तर रोग लागेर एडभान्स भइसकेपछि त्यसलाई चाहिँ हामीले अनि रोकथाम मात्रै गर्छौँ। अब रह्यो क्योरको पनि छ सर। अहिले अब त्यो प्याङ्क्रियासको जहाँबाट इन्सुलिन भन्छ तिनीहरूको ट्रान्सप्लान्ट गर्ने कुराहरू छन्, तर त्यो हाम्रो पहुँचको बाहिर छ। अहिलेलाई छन चाहिँ छ, तर हाम्रो पहुँचको बाहिर छ, हाम्रो जस्तो देशको पहुँचको बाहिर छ। त्यो भए पनि त्यो कस्टली हुन्छ, हामीले त्यो खर्च धान्न सक्दैनौँ। त्यही भएर अहिलेको हकमा चाहिँ हामीले जुन पपुलेसन एट्रिब्युटेबल रिस्क भन्छ कि पपुलेसनमा के रोग भयो, कस्तो भयो भने कुन रोग कति लाग्छ भन्ने एउटा क्यालकुलेसनहरू छ, जुन चाहिँ अघि मैले भने 2023देखि हामीले गरेको पब्लिकेसनले देखाउँछ। ती सबै कुरा रोक्न सकिन्छ। त्यही भएर
मलाई लाग्छ वैज्ञानिक आधारहरू हामी प्रशस्त तय भएका छन् जसबाट रोक्न सकिन्छ। लागेको रोगलाई टुङ्गोमा राख्न सकिन्छ। तपाईँ 50 वर्षको उमेरमा चुरट खानुहुन्न, प्रेसरलाई कन्ट्रोल छ, सुगर कन्ट्रोल छ, मोटो हुनुहुन्न र कोलेस्ट्रललाई कन्ट्रोलमा राख्नु भएको छ भने 13 वर्षको आयु त्यसै बढ्छ।